ल अहिले चाहिँ हामी अब सुर्खेतको वीरेन्द्रनगरबाट होइन घन्टाघर लाइनबाट चाहिँ अब कटुका भन्ने ठाउँमा जाँदैछौँ। त्यो चाहिँ थोरै हाइटमा रहेछ जस्तो लाग्यो मलाई यो ठाउँको है। सरर हेर्दै जाउँ न। हाम्रो पवन सरले बाइक चलाउँदै हुनुहुन्छ सरर। यो चाहिँ यहाँको घन्टाघर भयो। पहिलाको जमानामा मान्छेहरूसँग सबैको साथमा घडी नहुने, त्यो बेला सबैले घडी हेर्ने एउटा साझा घडी राख्ने ठाउँलाई घन्टाघर भन्दो रहेछ कि भन्ने मेरो लजिक चाहिँ त्यो हो। किन भन्दाखेरि मुख्य चोकहरूमा धेरै जसो सहरहरूमा चाहिँ घन्टाघर हुन्छ, घन्टी राखेको हुन्छ। अर्को मलाई यहाँको सबभन्दा राम्रो लागेको भनेको यहाँनिर सरकारी कार्यालयहरू एकदमै मिलेर बनाएको छ क्या। प्लानिङ चाहिँ राम्रो रहेछ। अब यसको विषयमा चाहिँ पछि कुरा गरौँला छुट्टै है। यो चाहिँ हाम्रो भेन्यू भयो होइन। यो चाहिँ रेसिडेन्ट एरिया यहाँनिरको, तर बाटो चाहिँ मलाई बहुत मन परिरहेको छ है। चाहिँ थोरै भ्यालीबाट थोरै माथि रहेछ। अनि माथि भएको हिसाबले चाहिँ के पनि राम्रो लाग्यो भने मान्छेहरू त्यो इन्डियन आर्मीको लागि तयारी गरिरहेकोहरू एक्सर्साइज गर्नलाई माथि ठडिने मान्छेहरू, मर्निङ वाक इभिनिङ वाक गर्ने, स्वच्छ हावा त्यस्तो खालको साइड भएको हिसाबले त्यस्तो मान्छेहरू धेरै देखिँदो रहेछ यतानिर। नेपालको अधिकांश ठाउँमा बाटोहरू बन्दैछन् यस्तो ठाउँहरू होइन। हामी चाहिँ अहिले सुर्खेत वीरेन्द्रनगरबाट 8 किलोमिटर माथि डाँडामा कटकुवा भन्ने ठाउँमा छौँ। काठले बनेको कुवा कटकुवा कहाँ छ त्यो चाहिँ? यो यहाँनिर पछाडि पनि छ एउटा। यो कटकुवा नै भन्ने ठाउँ चाहिँ तल सुर्खेतको बुलबुलदेखि तलतिरपट्टि पनि छ त्यहाँनिर। हाम्रो बुलबुले तालहरू फेरि अलि भ्याली एरियामै पर्ने हो। बुलबुले ताल पर त्यो देखिने ताल चाहिँ बुलबुले ताल उहाँ देखिन्छ नि। स्टेडियम पछि साइडमा ओके स्टेडियम पनि जान्छ। अहिले बोटिङ पनि भएको छ नि त्यहाँ, नत्र बोटिङहरू पनि हेर्न सकिन्छ यहाँबाट देखिन्छ बोटिङ चाहिँ। तर यो ठाउँ चाहिँ बहुत रमाइलो रहेछ। पुरानो नेपाली फिल्महरू सुटिङ हुने जस्तो ठाउँ रहेछ कि यताबाट यो सल्लाहतिर सल्लाहकारीहरू पनि साइडमै हो। यो सुर्खेतमा के अरे बन्दगी भन्ने फिल्म पनि सुटिङ भएको हो त यहाँ डाक्टर सिंह गुरुङको निर्देशनमा। बन्दगी भन्ने लगभग त्यति बेला अवार्डेड नै फिल्म हो त्यो। यही एरियामा हो? एरिया भन्नाले यो समग्र वीरेन्द्रनगरभित्र चाहिँ हो। अब एरिया ठ्याक्ठ्याक्कै त्यति बेलाको अब हामी पत्ता लगाउनु चाहिँ गाह्रो हुन्छ। तर यता तलतिरको साइडको गाउँमा चाहिँ हो। अब यहाँबाट देख्न सकिन्छ यो प्रदेश अस्पताल हाम्रो यता साइडको यो। यहाँ त देखाउन यसले त देखाउँदैन होला। अब यहाँनिर यो स्टेडियम देखियो, त्यहाँदेखि तल त बुलबुले, यो यता एयरपोर्ट भयो। ऊ पर लामो एउटा त्यो लाइन जस्तो देखिन्छ नि विद्युतको स्टेसन 33 केबी 133 केबी लाइनको। भ्यालीतिर गर्मी भयो भने चट्ट बाइक लिने अब गाडी लिने ठडिने माथितिर 7-10 किलोमिटर नजिक यति राम्रो 8 किलोमिटर माथि यति राम्रो। अनि बाटो पनि राम्रो लाग्यो मलाई। यो त अब पछि अझ झन् राम्रो बन्ने बाटो हो, किनभने यो जलजलेको तेल एक्सपोर्ट गर्नलाई यो दैलेख सुर्खेत हाइवे भएको हुनाले यो नेपालगञ्जदेखि कोलपुरदेखि जलजलेसम्मको बाटो 4 लेनको लागि डिपिआर नयाँ बनाउने प्रक्रिया छ। यहाँबाट चाहिँ दैलेख गइन्छ हामी। दैलेख चाहिँ कति 40-50 किलोमिटर समथिङ 60+ होला। 60+ दैलेख बजार चाहिँ 60+ होला सायद। ठ्याक्कै एक्ज्याक्ट कति छ थाहा छैन, तर दुईटा बाटो पनि जान्छ। यता तलबाट पनि जान्छ, यो जुम्ला रोड भन्छन् यो तललाई। जुम्ला रोड, जुम्ला चोक धेरै रहेछ जुम्लावाला पनि होइन। यहाँबाट तल गयो भने चाहिँ यो जुम्ला रोड भन्छ, त्यहाँबाट पनि दैलेख जानु त सकिन्छ। तर दैलेख जाने प्राय म्याक्सिमम परेको हुने बाटो यो अलिक छोटो पर्छ, 8-9 किलोमिटर जति छोटो पर्छ। त्यहाँ डुल्दाखेरि मलाई त्यति धेरै रियलाइज भएको थिएन, तर यहाँ आएर हेर्दाखेरि यति मिलेको सहर यति मिलेको ठाउँ रहेछ जस्तो लाग्यो मलाई है। सबै एउटा एरिया छ, त्यो एरियाभित्र सबै मिलेर बसेको छ। खतरा राम्रो प्लानिङ लाग्यो। अनि त्यहीँ बस्दाखेरि पनि फिल भएको हुन त मलाई सरकारी अफिसहरू चाहिँ एकै ठाउँमा छ अनि रेसिडेन्ट एरिया एउटा साइडतिर छ। र अर्को चिज यहाँ आएर हेर्दाखेरि चाहिँ फेरि सबै भएको जति सुर्खेतमै यहीँबाट सरर देखिँदो रहेछ। एउटा कुनादेखि अर्को कुनासम्म सायद 10-15 मिनटमा 10-15 मिनटमा हामी वारपार गर्न सकिन्छ सुर्खेत यो वीरेन्द्रनगर होइन? सकिन्छ। कति यसको डिस्टेन्स लम्बाइ भनेको 8 किलोमिटर त हो भ्यालीको।
गर्छौँ, त्यहाँदेखि त्यहाँसम्म 4, त्यहाँदेखि बाङ्गी सीमासम्म 4 गर्छौँ। हाम्रो आशिष सरले र पवन सरले मलाई अब यहाँको बारेमा मान्छेहरूलाई थाहा नभएको कुरा भन्नु पऱ्यो कि कर्णालीको राजधानी त हो यो होइन। कर्णाली भन्नसाथ मान्छेले फेरि अलि अर्ग्यानिकवाला होइन अलि स्वच्छ फ्रेसवाला फिल गर्छ क्या, किन भन्दा यहाँ धेरै चिजहरू आइसकेका छैन, धेरै बिग्रिसकेका छैन भन्ने हिसाबले हो क्या होइन। हो त्यो सोच्छौँ हामी बाहिरतिर, म गण्डकीको मान्छे, उता बागमतीतिरको मान्छे, त्यो अर्कै खालको रेस्पेक्ट आउँछ क्या। अब तपाईँहरू यहाँ बस्दै गर्दाखेरि तपाईँहरूलाई चाहिँ कस्तो फिल हुन्छ? हामी चाहिँ अब यहाँको रैथाने भयौँ, रैथाने अब पहिल्यैदेखि बसोबास गर्दै आएको। अनि अब फिलिङ्सको कुरा गर्दा त अब तपाईँहरूले सोचे जस्तै अब कर्णाली प्रदेशलाई एउटा अर्ग्यानिक प्रदेश जस्तो तरिकाले सोच्नु भएको छ। हामीलाई पनि त्यस्तै फिल आउने हो। आउनु चाहिँ अब नौलो फिल चाहिँ केही पनि छैन। अब सधैँ बसिरहेको ठाउँ भएर एक्स्ट्रा पहिला हामीलाई पनि त्यस्तै हुन्थ्यो। अब अहिले त्यस्तो खास यो युनिक फिलिङ्स चाहिँ त्यस्तो केही हुँदैन। अब बसिरहेको ठाउँ भएर माया छ, आत्मीयता छ, सबै छ। तर अब यो के भन्छ पुरानो बुढी जस्तै भनौँ न। पवन सरको के छ? मेरो के त्यस्तो त केही छैन। लगभग सबै कुरा हेर्नुभयो। तल अब गर्मी चल्न माथि लाग्छौँ, जाडोमा तलै हिँड्छ। यो फेरि पुरानो बस्ती पनि यो बस्नुभन्दा अगाडि पहिला बस्ती चाहिँ यहाँ माथि हो होइन, पछि फाडेर अनि त्यसपछि यसलाई चाहिँ प्लानिङ गरेर बल्ल बस्न सुरुवात गरेको चाहिँ त्यति बेला हो होइन, अहिले लाग्थ्यो। भनेपछि पहिलाको मेन बस्ती चाहिँ सुर्खेतको बस्ती चाहिँ यो माथिल्लो यो गोठीकाँडा। पहिला मान्छेहरू डाँडामा गएर बसेर चाहिँ जस्तो लाग्छ मलाई, यसो जहाँको पनि जुन ठाउँको पनि हेर्दाखेरि है त्यही डाँडाबाट चाहिँ खेती गर्नलाई चाहिँ पहिला यहाँ तल झर्ने यही बाटोहरू यस्तै बाटो हुँदै तल जाने र अनि दिउँसभरि कृषिको काम गरेर बेलुका फर्केर चाहिँ यही डाँडामा आएर बस्थे अरे पहिलाका मान्छेहरू। जब अनि यो वीरेन्द्रनगर नगर बनाउने भनेर एउटा प्लानिङ सहित सरकारले योजना बनाएर गरिसकेपछि चाहिँ हेलिकप्टरबाट यो औलो उन्मूलनको औषधि छरेर चाहिँ अनि यहाँ चाहिँ बस्ती विकास गरिएको हो भन्ने किम्वदन्ती चाहिँ हामीले सुनिरहेछौँ। अनि पुराना बुढापाकाहरूले सुर्खेत सुनाउने कुरा। हुनुभन्दा अगाडि यसको नाम पनि फरक थियो, दोभानचोर। पहिला चाहिँ नाम सुर्खेत भनेर पछि नामाकरण भएको हो। सुर्खेत भने चाहिँ खेत रहेछ कि फाँट रहेछ कि के रहेछ त्यो? यो पुरै फाँट हो कि खेती किसान बसाइको हिसाबले त्यही लाग्यो कि मलाई पनि होइन। स्टार्टिङमा त यहाँ अब अलि बुढापाकाले भन्दाखेरि चाहिँ होइन जति फाड्यो त्यति जग्गा आफ्नो त्यो टाइममा बुढा मान्छेले भनेको कुरा चाहिँ जसले जति सक्छौ लिएर जाऊ भन्ने चाहिँ त्यति बेलाको प्लानिङ थियो अरे। अनि अहिले पनि त्यही अनुसार अब धेरै पुरानो मान्छेहरूले चाहिँ भन्ने किम्वदन्ती यस्तै कुरा जो रोचक कुराहरू सुन्न पाइन्छ। बस्न चाहिँ उपत्यका अरू ठाउँको पनि उपत्यकाहरू छ, जस्तै पोखरामा पनि छ, काठमाडौँमा पनि छ। उपत्यका बसेको ठाउँमा चाहिँ पाहाडमै बसे पनि यस्तै खालको हुन्छ संरचना। तर यहाँको चाहिँ मैले के फरक अनुभूत गरेँ भन्दाखेरि बिचमा पाहाड छैन कि बिचमा होइन, एउटा सबै बसेको छ, सबै सम्म छ। अनि त्यसको साइडमा बल्ल अनि यस्तो पाहाडहरू छ। यति यो भ्यालीमा चाहिँ त्यस्तो रहेछ कि। अब यो चुरे पर्वत श्रृङ्खलाको स्टार्टिङ भनौँ न, यो हामी जुन डाँडामा उभिरहेछौँ यो डाँडाहरू पनि चुरेमा पर्छन्। अलिक पर गएर चुरे चाहिँ सकिन्छ होइन। त्यही भएर अब यिनी संरक्षित क्षेत्रहरू पनि हुन् होइन, चुरे क्षेत्रमा पर्छ यो चाहिँ। यिनी तलको यो डाँडाहरू त्यो कारणले अब उत्खननमा रोगदेखि लिएर हरेक कुराहरू हुन्छन्। अब यो चुरे संरक्षण अभियान कोही साथीहरू चाहिँ ल सुर्खेत घुम्न आउँछु, कर्णाली घुम्न आउँछु भन्नुभयो भने चाहिँ अब न जस्ट सुर्खेत होइन, सुर्खेतमा त आएर बसिनु भयो, कर्णालीको राजधानी भयो। अब फ्लाइटबाट आउनुहुन्छ भने यहीँ एयरपोर्ट पनि छ। अब बाई बस आउँदै हुनुहुन्छ भने पनि फेरि यता यहीँ आउनु पायो, यहीँ बस्नु भयो, मान्छेको सेन्टर पोइन्ट यहीँ भयो। यहाँ सुर्खेतमा के डुल्न लायक चिज छ र यसको आसपासमा मान्छे थोरै 1-2 दिन लाएर भए पनि डुलेर जान्छ कर्णाली भन्यो भने चाहिँ नजिकको डेस्टिनेसन्सहरू के हो, कुन हुन्? अब यो वीरेन्द्रनगर टिपिकल्ली वीरेन्द्रनगरभित्रको टुरिस्ट डेस्टिनेसन आन्तरिक पर्यटक अथवा बाह्य पर्यटकको लागि चाहिँ धार्मिक पर्यटनको लागि चाहिँ हामीसँग देउती बजाई मन्दिर छ। त्यहाँ पछि धार्मिक पर्यटनमै जोडिएको एउटा चाहिँ काँक्री बिहार, जो अहिले अब नेसनल्ली फेमस ठाउँ हो। यो एउटा यसमा चाहिँ अब एउटा कन्ट्राडिक्सन चाहिँ बुद्ध विहार हो कि धार्मिक हिन्दू मन्दिर हो भन्ने यो कुरा चाहिँ बहसकै कुरा भयो होइन। नजिकै भ्यालीभित्र पर्ने चाहिँ एकदमै रमणीय डेस्टिनेसन हुने काँक्री बिहार छ। अनि हामीसँग चाहिँ अब नजिकका यी डाँडाहरू यसो मनमोहक डाँडाहरू हेर्दा चाहिँ गुराँसे डाँडा
अनि फिनी काँडा बयल काँडा होइन गुराँसे डाँडाहरू नि कता छ गुराँसे डाँडा यहाँभन्दा थोरै मासतिर पर्छ त्यो चाहिँ के छ भने चाहिँ वीरेन्द्रनगर नगरपालिकाको 14 नम्बर वडा र गुराँस गाउँपालिकासँग जोडिएको दैलेखको गुराँस गाउँपालिकासँग जोडिएको डेस्टिनेसन हो अब त्यहाँबाट चाहिँ अझै योभन्दा क्लियर भ्यू चाहिँ डाँडाको देखिन्छ अब यहाँ प्याराग्लाइडिङको लागि यहाँ फिनी काँडा डाँडा टावर पनि भन्छौँ हामीले लोकल भाषामा यसलाई टावर भनेर कुरा गर्छौँ त्यहाँबाट प्याराग्लाइडिङ पनि हुने गरेको छ अनि बुलबुले छ एउटा अब सुर्खेत बुलबुल ताल भन्ने कुरा चाहिँ अब धेरैलाई थाहा छ सबैलाई थाहा छ यो लगभग सबै नेपालीहरूले चाहिँ यो गाना सुन्नु पनि भयो होला त्यही हाम्रो यो बाटुली फिल्म के अरे बन्दगी फिल्मको गाना हो यो सुर्खेतमा अब टिपिकल्ली भ्यालीभित्र चाहिँ लोकेटेड घुम्न लायक एरिया चाहिँ यिनी हुन् अब थप सुर्खेतभन्दा बाहिर जानु पर्दाखेरि अब सुर्खेतमा भएको भेरी नदीमा ऱ्याफ्टिङ हुन्छ त्यहाँ अब साहसिक पर्यटन भन्छन् त्यसलाई अब त्यतातिर पनि छ त्यहाँदेखि माथि अब सुर्खेतको सबैभन्दा अग्लो डाँडा भोटेचुले डाँडा चाहिँ जो सिम्तामा पर्छ गुमी र सिम्ताको छेउमा त्यो पनि समथिङ कति छ त्यसको एलिभेसन 2200 2500 3000 समथिङ कति होला त्यो पनि छ लगायत यस्ता थुप्रै चिजहरू सुर्खेतमा चाहिँ आन्तरिक र बाह्य पर्यटकहरूले चाहिँ अवलोकन गर्न सकिन्छ यहाँ बवाल छ मलाई पनि त्यो समग्रमा बवाल भन्न मिल्छ हैन पवन सर तपाईले छुट्याए चिज केही छ छुटेको अब नयाँ बनेको भनेको खेलकुदको लागि भनेर स्टेडियमै अब नेपालकै पहिलो होला यो यति ठुलो राम्रोसँग गराएको स्टेडियम हैन अरू कुराहरू त लगभग समग्रमा समेटिसकेको छ अब माथिर आएपछि अर्को गढी भन्ने पनि छ हैन त्यो माओवादी कालमा 2224 राज्य हुने बेलाको यो थोरै यहीँ बिचमा फिनीकाँडाको बिचमा हो यो हामीदेखि लगभग 15 मिनटमा त्यहाँ पुगिन्छ त्यही नै छ लगभग ठिक छ यो हामी बसिरहेको ठाउँ चाहिँ मजाको रहेछ ल के ठाउँ रे यो कटकुवा यहाँबाट चाहिँ सरल सबै देखिनु भयो